सबैमा हार्दिक नमस्कार तथा अभिवादन। नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनको सन्दर्भसँग सम्बन्धित केही विषयमा म आफ्ना विचारहरू राख्न चाहन्छु। सर्वप्रथम नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनका लागि देश तथा प्रवासबाट निर्वाचित भएर आउनुभएका सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु। आज नेकपा एमालेको ऐतिहासिक 11औं राष्ट्रिय महाधिवेशन भक्तपुर जिल्लाको तीनकुने सल्लाघारीमा आज उद्घाटन कार्यक्रम हुन गइरहेको छ र यो उद्घाटन समारोहलाई भव्यताका साथ सम्पन्न गर्नका लागि आम जनसमुदायहरूको व्यापक उपस्थिति हुने नै छ भन्ने मैले अपेक्षा गरेको छु र यो नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह भव्य सफलताको शुभकामना भन्न चाहन्छु। नेकपा एमाले लिएको सुखी नेपाली र समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि यो 11औं राष्ट्रिय महाधिवेशन नेपाली जनताको भावना अनुसार सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि उपयुक्त किसिमको सबल र सक्षम नेतृत्व निर्माण गर्नका लागि यो महाधिवेशन सक्षम छ र भव्यताका साथ जुन उद्घाटन कार्यक्रम पश्चात जुन बन्द सत्र भोलिबाट सुरु हुँदैछ, यो बन्द सत्रले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनको लागि र नेपाली जनताले चाहेको जुन परिवर्तन छ र पार्टीले लिएको जुन किसिमको लक्ष्य उद्देश्यहरू छ, यो उद्देश्यको आधारमा सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि यसले नयाँ नेतृत्व निर्माण गर्नका निम्ति एउटा नयाँ नेतृत्व निर्माण गर्दै यो महाधिवेशन भव्यताका साथ सभ्य र भव्य रूपमा सम्पन्न हुनेछ भन्ने मैले अपेक्षा गरेको छु र यो महाधिवेशनसँग सम्बन्धित केही विषयहरूमा ध्यान दिनुपर्ने विषयहरूमा पनि म नयाँ आउने नेतृत्वको विषयमा केही कुराहरू राख्न चाहन्छु। खास गरेर पार्टीका 23वटा सामुदायिक र जनवर्गीय सङ्गठनहरू छन्। सामुदायिक सङ्गठन पेशागत सङ्गठनहरूको रूपमा रहेका छन्। यसमध्ये समाजमा रहेका असमानता, विभेद, जातिभेद र छुवाछुतलाई अन्त्य गरी असल समाज, सभ्य समाज र राम्रो समाज निर्माण गर्नका लागि का निम्ति नेपाल उत्पीडित जाति मुक्ति समाजको स्थापना 2045 साल पुस 1 गते स्थापना भएको छ र त्यो सङ्गठनको स्थापना भएको झन्डै 36-37 वर्षको अवधि यसले पार गरिसकेको छ र पार्टीको एउटा वैचारिक सामिप्यतामा रहेको यस सङ्गठनले यो समुदायका मुद्दाहरूलाई कतिको उठाउन सक्यो, यसले कतिको परिणाम दिन सक्यो भन्ने कुराको पनि यो नेतृत्व निर्माण गर्नुपर्ने विषयमा प्रतिनिधिहरूले ध्यान दिनुपर्ने विषय हो जस्तो मलाई लाग्छ। आज पार्टीले यो समाजमा भएको विकृति, विसङ्गति, अन्धविश्वास, कुरीति, कुसंस्कारसँग लड्नका लागि जुन सङ्गठनलाई एउटा वैचारिक सामिप्यतामा रहेर जुन किसिमको एउटा सङ्गठन निर्माण गर्यो र यो सङ्गठनमा रहेका नेतृत्वहरूले यो उत्पीडित समुदायमा परेका अप्ठ्याराहरूलाई, कठिनाइहरूलाई, उनीहरूले भोगेका जाति विभेदका घटनाहरूलाई, समस्याहरूलाई कतिको सम्बोधन गर्न सक्यो कि सकेन, यो सङ्गठनले आफ्नो दायित्व र विशिष्ट जिम्मेवारीलाई पुरा गर्न सक्यो कि सकेन भन्ने कुराको समीक्षा पनि आज हामीले गर्न जरुरी छ। आज सङ्गठनमा कतिपय व्यक्तिहरूले 4 वर्ष 5 वर्षमा सङ्गठनको नियमित सम्मेलन गर्नुपर्ने, विधान बमोजिम सम्मेलन गर्नुपर्ने कतिपय नेतृत्वले 11 वर्षसम्म सङ्गठनको नेतृत्व गरे र यो आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनु पर्ने काममा कुनै पनि किसिमको योगदान गर्न सकेको देखिँदैन। जिम्मेवारी लिने तर यो समुदायको मुद्दामा, यो समुदायको न्याय, समानता र मुक्तिका सवालहरूमा कुनै पनि किसिमको बहस पैरवी र कुनै पनि किसिमको आन्दोलन सङ्घर्षहरू गरेको देखिँदैन र कतिपय नेतृत्व सर्वसम्मतको नाममा जुन किसिमको एउटा 2 कार्यकाल 3 कार्यकाल जुन नेतृत्वमा जुन आउनुभएको छ, यस अहिलेको वर्तमान नेतृत्व पनि जुन सर्वसम्मत रूपमा जुन 6औं राष्ट्रिय सम्मेलनबाट आउनुभयो र अहिले 7औं राष्ट्रिय सम्मेलन पनि
मुक्ति समाजको 2082 जेठ 5, 6 र 7 गते जुन काठमाडौँमा भयो, त्यो सम्मेलनबाट नेतृत्व निर्माण हुँदाखेरि पनि त्यहाँ कार्यकर्ताद्वारा कुनै प्रतिस्पर्धा भएर त्यहाँ चाहिँ निर्वाचित भएको नेतृत्व छैन, सर्वसम्मत रूपमा बनाइएको नेतृत्व हो। तर जुन नेतृत्वले कार्यकर्ताको भावनाअनुसार, उत्पीडित समुदायको भावनाअनुसार काम गरेको देखिँदैन। र पार्टीको 11औं महाधिवेशनसम्म आइपुग्दाखेरि पार्टीले जुन दोस्रो विधान महाधिवेशन जुन आयोजना गर्यो ललितपुरको गोदावरीमा, त्यो विधान महाधिवेशनले एउटा कमिटीलाई सञ्चालन गर्नका लागि जुन बनाउने जुन नीतिगत व्यवस्था हो, त्यो नीतिगत व्यवस्थामा पनि यो मुक्ति समाजको भूमिका प्रभावकारी रूपमा त्यहाँ कार्यान्वयन गर्नका लागि अथवा नीतिहरूको व्यवस्था गर्नका लागि, नीति बनाउनका लागि जुन भूमिका खेल्नु पर्ने थियो त्यो खेलेको देखिँदैन। किनभने यदि मुक्ति समाजले आफ्नो चाहिँ यो समुदायको चाहिँ एउटा मूल नेतृत्वमा ल्याउनका लागि यदि बहस पैरवी गरेर आफ्नो एजेन्डा कार्यान्वयन गर्न सकेको भए सायद केन्द्रीय कमिटी, त्यसपछि मातहतका कमिटीहरूमा चाहिँ पदाधिकारीमा कम्तीमा पनि जसरी महिलाको सहभागितालाई, प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ भने त्यसै गरेर उत्पीडित दलित समुदायको पनि प्रतिनिधित्वलाई सुनिश्चित गर्न सकेको भए एकदमै यो सङ्गठनको भूमिका प्रभावकारी हुन्थ्यो र यो सङ्गठनको जुन नेतृत्वले चाहिँ एकदमै यो समुदायको निम्ति चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकेको भन्ने किसिमको देखिन्थ्यो। त्यसै गरेर 11औं महाधिवेशनमा प्रतिनिधि सम्बन्धी व्यवस्था गर्दाखेरि खुल्लामा 1200 बराबर चाहिँ 4 जना प्रतिनिधि हुने, जसमा खुल्ला 2, त्यसै गरेर महिला 1 अनिवार्य र 1 जना चाहिँ 40 वर्षभन्दा मुनिको 1 जना प्रतिनिधित्व हुने व्यवस्था जुन गर्यो। र त्यो प्रतिनिधित्व हुने व्यवस्था गर्दाखेरि 300 बराबर 1 जना प्रतिनिधित्वको व्यवस्था भयो भने दलित समुदायको चाहिँ एउटा जिल्लालाई भूगोल मानेर, जिल्लाभरिका दलितहरूलाई चाहिँ एउटा भूगोलको रूपमा मानेर चाहिँ 500 बराबर 1 जना प्रतिनिधित्व गर्दा त्यहाँ पनि दलित समुदायको प्रतिनिधित्व हुने व्यवस्थामा चाहिँ कन्जुसै गरेको देखिन्छ। यो सवालमा मुक्ति समाजका अहिले रहेका नेतृत्वका साथीहरूले जुन ढङ्गले उहाँहरूले पार्टीमा चाहिँ ध्यानाकर्षण गराउनु भयो, उहाँहरूले पार्टीको चाहिँ नेताहरूलाई, महासचिव लगायतका नेताहरूलाई भेट्नुभयो र उहाँहरूले फेसबुकमा पोस्ट गर्नुभयो कि पार्टीले चाहिँ सकारात्मक परिणाम चाहिँ आउने अपेक्षा गरिएको छ भनेर चाहिँ पोस्टहरू गर्नुभयो। तर त्यसले कुनै पनि किसिमको चाहिँ प्रतिनिधित्व हुने व्यवस्थाको लागि चाहिँ त्यसलाई चाहिँ करेक्सन गरेर पठाउने कामहरू भएन र पार्टीले त्यसको चाहिँ कुरा मुक्ति समाजले अगाडि सारेको कुरालाई खासै सुनाइ गरेको देखिएन। यसरी हेर्दाखेरि आज पार्टीले मुक्ति समाजले उठाएका कुराहरूलाई किन प्रभावकारी रूपमा चाहिँ गर्न सकेको छैन भन्दाखेरि मुक्ति समाजका साथीहरूमा चाहिँ एउटा सङ्गठनलाई सशक्त बनाउने कुरा, बलियो बनाउने कुरा, एकताबद्ध बनाउने कुराहरूमा उहाँहरूको चाहिँ आग्रह र पूर्वाग्रहहरू छ। सङ्कीर्ण सोचका साथ अगाडि बढ्नु भएको छ, जसले गर्दाखेरि चाहिँ आज पार्टीले पनि त्यो कुरालाई सुनेको छैन र सरकारमा जाँदा होस् या पार्टीमा हुँदा होस् आज दलित समुदायका मुद्दालाई चाहिँ जुन सम्बोधन गर्नका लागि मुक्ति समाजको जुन किसिमको भूमिका हुनुपर्ने थियो त्यो भएको छैन। त्यसकारणले गर्दाखेरि जिम्मेवारीको लागि मात्रै नेतृत्वमा जान चाहने, तछाड मछाड गर्ने जुन कमरेडहरू हुनुहुन्छ, यो कमरेडहरूलाई हामीले चाहिँ जिम्मेवारी पुर्याउने, तर यो समुदायको मुद्दाहरूमा सवालहरूमा चाहिँ कुनै पनि किसिमको बहस पैरवीहरू नगर्ने र कार्यान्वयन गर्न चाहिँ उहाँहरूले सकिरहनु भएको छैन। त्यसकारणले गर्दा यी परिस्थितिहरूलाई बुझेर चाहिँ प्रतिनिधि कमरेडहरूले आगामी नेतृत्व निर्माण गर्दाखेरि यो उत्पीडित समुदायका चाहिँ तर्फबाट निर्वाचित हुने नेतृत्वको लागि चाहिँ दलित समुदायका मुद्दाहरूलाई बहस पैरवी गर्ने, अप्ठ्यारो पर्दाखेरि कार्यकर्तालाई अप्ठ्यारो पर्दा, यो समुदायलाई अप्ठ्यारो पर्दाखेरि चाहिँ उनीहरूको पक्षमा बोल्ने, बहस पैरवी गर्ने र न्याय दिन सक्ने खालका चाहिँ व्यक्तित्वहरूलाई चाहिँ नयाँ नेतृत्वमा चाहिँ पुर्याउनको लागि पनि म प्रतिनिधि कमरेडहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। र पुराना साथीहरूले अहिले के देखिएको छ भने पार्टीको पदाधिकारीहरू भइसकेका साथीहरू पनि उहाँहरू खुल्लाबाट प्रतिनिधि आउनुपर्नेमा उहाँहरू खुल्लाबाट नआई दलितहरूकै क्लस्टरबाट चाहिँ प्रतिनिधि आएको देखिन्छ। त्यसै गरेर लामो समय 2 कार्यकाल 3 कार्यकाल केन्द्रीय कमिटीको पार्टी केन्द्रीय कमिटीको सदस्य भइसकेका कमरेडहरू पनि फेरि दलितहरूकै क्लस्टरबाट चाहिँ चुनावमा चाहिँ अथवा नयाँ नेतृत्वमा आउने प्रयत्न जुन गर्ने उहाँहरूको जुन परिस्थिति देखिन्छ, उहाँहरू 2 कार्यकाल 3 कार्यकाल केन्द्रीय कमिटीको सदस्य भइसकेको व्यक्तित्वहरू अब पनि दलित क्लस्टरबाट होइन, उहाँहरू खुल्ला क्लस्टरबाट चाहिँ केन्द्रीय कमिटी आउनु पर्दछ र नयाँलाई
दलित क्लस्टरबाट चाहिँ उहाँहरूले चाहिँ आउने गरी चाहिँ त्यो वातावरण निर्माण गर्नुपर्छ। त्यसका निम्ति चाहिँ म के आग्रह गर्न चाहन्छु भने आम प्रतिनिधि कमरेडहरूलाई दलित समुदायको बिचमा सर्वसम्मत भएन, लोकतान्त्रिक विधिद्वारा चाहिँ नयाँ नेतृत्व निर्माण गर्ने प्रक्रियामा अगाडि बढ्दाखेरि चाहिँ पुराना कमरेडहरूलाई रोजी र नयाँलाई खोजी चाहिँ तपाईँहरूले लोकतान्त्रिक विधिद्वारा चाहिँ निर्वाचित गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। र हामीले आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मुक्ति समाजलाई अगाडि बढायौँ भने र हामीले चाहिँ यो समुदायको मुद्दालाई बहस परिवर्तन गऱ्यौँ र अन्यायमा परेका, अप्ठ्यारोमा परेका, विभेदमा परेका व्यक्तिहरूलाई हामीले चाहिँ न्याय दिलाउनको निम्ति लाग्यौँ भने आम उत्पीडित समुदायहरू चाहिँ मुक्ति समाज आबद्ध हुन्छन्, नेकपा एमाले आबद्ध हुन्छन् र भोलि चाहिँ यो समुदायको चाहिँ व्यापक सहभागिता वृद्धि भयो भने पार्टी नेकपा एमाले पनि बलियो बनाउन सकिन्छ। नेकपा एमालेलाई हामीले व्यापक रूपमा उत्पीडित समुदायको अभिमतहरू चाहिँ सिर्जना गर्न सकिन्छ, अभिमत बढाउन सकिन्छ। त्यसकारणले गर्दाखेरि पार्टीलाई बलियो बनाउने हो भने र हाम्रा मुद्दाहरूलाई सम्बोधन गर्नका लागि पनि हामीले चाहिँ आफ्ना अन्यायमा, अत्याचारमा परेका, शोषण दमनमा परेका व्यक्तिहरूको पक्षमा हामीले चाहिँ वकालत गर्नका निम्ति वकालत गर्ने किसिमको व्यक्तित्वहरूलाई हामीले चाहिँ समावेश गरेर अगाडि बढौँ र हामीले हरेक समाजलाई चाहिँ एउटा जुन किसिमको एउटा नयाँ उचाइमा पुर्याउनको निम्ति र समाजलाई चाहिँ एउटा परिवर्तन गरेर एउटा समाजमा चाहिँ न्याय समानता निर्माण गर्नका लागि र समाजलाई असल समाज, सभ्य समाज र राम्रो समाज निर्माण गरेर मानिसले गरिने जुन विभेदहरू छ यसको चाहिँ अन्त्य गरेर जात व्यवस्थाको चाहिँ उन्मूलन गरेर समाजमा चाहिँ सबै मानव जाति एउटै जात हो, मानिसको जात मानिस भए यसको अर्को कुनै जात छैन भन्ने कुरालाई समाजमा स्थापित गरेर आफू जस्तै मान्छेलाई सम्मानपूर्वक व्यवहार गर्ने किसिमको एउटा समाजको निर्माण गर्नको लागि, उच्च स्तरको समाज निर्माण गर्नको लागि, सभ्य समाज निर्माण गर्नको लागि, असल समाज निर्माण गर्नको लागि, राम्रो समाज निर्माण गर्नका लागि पनि त्यस्तो किसिमको नेतृत्व निर्माण गर्न आवश्यक छ। यो कुरामा चाहिँ आम प्रतिनिधि कमरेडहरूले ध्यान दिनु हुनेछ भन्ने कुराहरूको अपेक्षा गर्दै नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व, सबल सक्षम नयाँ नेतृत्व निर्माण गर्दै भव्यताका साथ सम्पन्न हुन सकोस् भन्ने कामना गर्न चाहन्छु। धन्यवाद। सबैमा हार्दिक नमस्कार, अभिवादन।